नमस्कार छ तपाईलाई। नमस्कार, राधे राधे। यो अहिले मन्दिरको संरचना नयाँ पुनर्निर्माण गर्दै हुनुहुन्छ, माथि केही नयाँ हजुर के छ? यो पञ्चेश्वर शिवालय मन्दिर जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 2 स्थित रहेको यो पञ्चेश्वर शिवालय मन्दिर चाहिँ पहिला साह्रै नै जीर्ण अनि अलि अव्यवस्थित पनि थियो। साथसाथमा अहिले व्यवस्थित यसलाई व्यवस्थापन गर्दै मन्दिरमा हुनुपर्ने शिवजीको मन्दिरमा हुनुपर्ने संरचनाहरूलाई पनि हामीले सकेसम्म थप्दै कार्यक्रममा आयोजना गरेर वडा स्तरीयको बजेट लगायत गाउँ स्थानीय प्रतिनिधि सबैको बजेटबाट सबैको सहयोगबाट यसलाई पुनर्निर्माण तथा जीर्ण भएको मन्दिरको उद्धार गर्ने कार्य गर्दैछौँ। अब यो मन्दिरलाई अब ठुलो पनि बनाइनेछ, फराकिलो पनि बनाइनेछ हैन? आउने दिनमा चाहिँ अब नयाँ कुराहरू थपिने छ कि छैन, के छ यसमा? फराकिलो भन्दा पनि हामीलाई एकदम कन्जेस्टेबल छ। पहिला केही समय अगाडि चाहिँ हाम्रो जमिनको विषयमा यहाँ ठुलै कुरा पनि चलेको थियो। हाम्रो चाहिँ अलि अव्यवस्थित हुनु, अलिक कुचुक्क हुनु, एकै ठाउँमा मन्दिर हुनु चाहिँ अलिकति जग्गाको कारणले गर्दा पनि छ। पहिला चाहिँ वनले चाहिँ केही समय अगाडि चाहिँ ऊ गर्नुहोस् मन्दिरको लागि भनेर छुट्याएको, तर हाल अहिले आएर वनको नियममा त्यो नपर्नको कारणले गर्दा अलिकति केही समस्या पर्न आएको छ। तर पनि हामीले सकेसम्म यही ठाउँलाई नै निरन्तरता दिँदै हामीले मन्दिरमा हुनुपर्ने कुराहरू पिल्लरदेखि लिएर यहाँ भएका स्तम्भदेखि लिएर सबैमा चाहिँ वास्तुगत हिसाबले कार्य गर्दै आएका छौँ। अहिले चाहिँ नयाँ के परिवर्तन हुँदैछ यो मन्दिरमा चाहिँ? यसमा परिवर्तन सर्वप्रथम त हामीले सबै कुरा पुरानैलाई यथावत गर्दै त्यसैमा थप्नुपर्ने कुराहरूलाई थप्दै, जस्तै हामीसँग मन्दिर अनुसारको साइज, मन्दिरको साइज अनुसारको शिवलिङ्ग थिएन, शिवलिङ्ग स्थापना गऱ्यौँ। त्यसपछि हुनुपर्ने ठाउँमा चाहिँ यहाँ भएका चाहिँ मन्दिरहरू, कृष्ण मन्दिर एकदम जीर्ण थिए। हाम्रा पर्मिला श्रेष्ठज्यूबाट कृष्ण मन्दिरको निर्माण भयो। पाटीभराको मन्दिर एकदम जीर्ण थियो, मानबहादुर श्रेष्ठज्यूबाट चाहिँ उहाँले बनाइदिनु भयो। अनि हामीले यहाँ कार्यक्रम गरेको पैसाले यो शिवजीको मन्दिरको चाहिँ पिल्लरहरू छेउमा पिल्लर लगाउने, माथि चाहिँ छत ढलान थप्ने कार्यहरू गऱ्यौँ। यस मन्दिरलाई पूर्ण संरचना फेरि निर्माण गर्दै कसको हात रहेको छ हैन? सहयोगदाता अथवा नगर कार्यालयबाट? सर्वप्रथम त यस मन्दिर पुनर्निर्माण गर्नलाई पञ्चेश्वरी एकादशी मिलनसम्म पञ्चेश्वर शिवालय मन्दिर परिषद, मुसेर्नीमाई एकादशी, योगिनी एकादशी, दुर्गा मन्दिर एकादशी लगायत यहाँ स्थानीय तवरमा रहनुभएका एकादशीसम्मको एकदम विशेष हात छ। साथसाथमा यो राधाकृष्ण मध्यवर्ती सामुदायिक वन लगायत यहाँ सहयोग दिने सहयोगी दाता अनि यहाँ स्थानीय जनताहरूको एकदम ठुलो हात छ। यहाँ हामीलाई माया गर्ने विशेष गरेर भक्तानुरागी भक्तहरूको चाहिँ एकदम ठुलो सहयोग छ। यो मन्दिरलाई पुनः संरचना बनाउने आवश्यकता किन देखिएको थियो? मनस्य अस्थिर मन्दिर, मन्दिर भनेको मनलाई अस्थिर गर्ने एउटा ठाउँ हो, जहाँ जाँदा एउटा आनन्द आओस्। त्यस कारणले गर्दा सबै कुरालाई हामीले अस्थिर गर्न सकिन्छ, काबु गर्न सकिन्छ, तर यो मनलाई काबु गर्न सकिँदैन। मनलाई काबु गर्नका निमित्त मन्दिर चाहिन्छ भन्नाले गर्दा यो मन्दिर जीर्ण थियो, त्यस कारणले गर्दा मनलाई अस्थिर गर्नका निमित्त मन्दिरकै आवश्यकता पर्छ भनेर मन्दिर चाहिँ जीर्ण मन्दिरलाई उद्धार गरेका हौँ। पञ्चेश्वर महादेव मन्दिरमा चाहिँ अहिले भक्तजनहरू कति आउने गर्छन्? अब पञ्चेश्वर शिवालय मन्दिर पञ्चेश्वर भन्ने बित्तिकै पञ्चतत्त्वबाट भनेको बुझ्नुपर्छ। यत्तिकै पनि सर्वहारा सबैलाई आवश्यकता छ। अग्नि, जलवायु, आकाश, पृथ्वी यो चिज भनेको चाहिँ एकदम जरुरी छ। 5वटा रूप भएर शिवजीले बस्नु भएको छ। पहिला पनि असङ्ख्य नै भक्तहरू आउनुहुन्थ्यो, अहिले त झन् अब मन्दिर निर्माण भएको छ। यहाँ आउँदाखेरि अर्कै किसिमको आनन्द आउँछ, भक्तहरूको एकदम राम्रो प्रतिक्रिया पनि छ, भक्तहरू एकदम आइरहनु भएको छ। हस्त, धन्यवाद। जय श्री राधे।